यो पनि जिन्दगी हो के गाइस। चिल पाराको जिन्दगी। न कुनै टेन्सन, न कुनै चिन्ता। हामीलाई मात्रै भएन भएको टेन्सन हुँदो रहेछ कि। बिहान उठ्यो, पुरुष गर्यो, फेरि फाल्नु पर्ने चिज फाल्यो, फेरि खाना हाल्नु पर्ने चिज हाल्यो, अनि काममा गयो, अनि फेरि काममा गयो, फेरि आयो, फेरि हाल्यो। फेरि आयो, फेरि हाल्यो, फेरि फाल्यो, फेरि सुत्यो, फेरि उठ्यो, फेरि काममा गयो। ए यो जिन्दगी, मलाई त यसको जिन्दगी ठिक लाग्यो क्या आज। हेरौँ त यो हो नि त जिन्दगी भनेको। चिल। जे होस्, यो त एउटा रमाइलो पाटो मात्र थियो। र जिन्दगीमा चाहिँ आफूले मनले चाहेको त्यो चाहिँ गर्नुपर्दो रहेछ क्या। अर्काको पछि लाग्नु भयो भने तपाईँ कहिले पनि खुसी रहन चाहिँ सक्नुहुन्न। यति भन्दै म यो भिडियोबाट बिदा हुन्छु। नमस्ते, जय नेपाल।